टिकटकर रमा बस्नेत पक्राउ प्रकरण सर्वोच्चले जारी गर्यो कारण देखाउ आदेश। आखिर रमा बस्नेत अहिले कस्तो अवस्थामा छिन् त? दर्शकबिन, सामाजिक सञ्जाल टिकटकमा सत्तारूढ दल र नेताहरूलाई गाली गरेको आरोपमा पक्राउ परेकी टिकटक स्टार रमा बस्नेतको पक्राउ प्रकरणले यति बेला नयाँ मोड लिएको छ। सर्वोच्च अदालतले उनको पक्राउ विरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। टिकटकर रमा बस्नेतलाई किन पक्राउ गरेको भनेर सर्वोच्च अदालतले कारण मागेको छ। कारण के भन्दाखेरि खालि चाहिँ मधेसी समुदायले हेपेको अनि गाली गरेको भन्ने अर्को कारण थियो। मुख्य कारण भनेको केपीओलले गाली गरेको महेश बस्नेतलाई र सुनिता डङ्गुललाई र गगन थापालाई, यसै गरी विशेष गरी धेरैजना एमालेलाई छ हैन। फेरि एमालेलाई गाली गर्न पाइन्छ भन्ने चाहिँ होइन, फेरि है गाली गर्न चाहिँ पाइँदैन, तर झोले भन्न चाहिँ पाइन्छ, किनभने उनीहरू आफैले स्वीकारेको कुरा छ। अब यो यत्रो मुद्दा बनाइराख्नुभन्दा छोडिदिए भइहाल्यो नि। अब कुन रिसको जोगमा कानेर भन्या होला, 2-3 दिन थुनिएपछि सकिहाल्यो। यो कुनै ठुलो मुद्दा होइन, कसैलाई मारेको छैन, काटेको छैन, केही त गरेको छैन। अनि गाली बेचेमा माफी गल्ती पनि त हुन्छ होला त? मान्छेको रिसको जोगमा भन्दैन त? कसैलाई हानेर काटेर मारेको भएपछि नर्मल कुरा छ। यो लम्बा तान गरेर अचम्म छ। रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बुधबार यस्तो आदेश जारी गरेको। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो लगायतलाई प्रतिवादी बनाइएको छ। अदालतले यी निकायहरूलाई रमाको पक्राउको कारण र वैधानिकता स्पष्ट गर्न निर्देशन दिएको छ। रमा बस्नेतलाई सामाजिक सञ्जालमा सत्तारूढ दलका नेता तथा सरकारका गतिविधि विरुद्ध आलोचनात्मक भिडियो बनाएको आरोपमा साइबर ब्युरोले पक्राउ गरेको थियो। अब उखानेको गुहानेहरूलाई त खुब रमाइलो भइरहेको होला। अझै पनि सबक सिकेका छैनौ तिमीहरूले। अझै पनि नेकपा एमाले जिन्दाबाद भन्न त छोडेका छैनौ। बनाइदियो त तिमीहरूको बाउले। जिन्दगी त अन्धकार थियो, देशै अन्धकार बनाइदियो। मजा लागिरहेको होला नि उखानेको गुखानेहरूलाई, हैन? उनले बनाएको भिडियोमा प्रयोग गरिएको भाषा र सामग्रीलाई लिएर प्रहरीले उनलाई साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। तर यो पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशको रूपमा लिएर सामाजिक सञ्जालमा व्यापक बहस चलेको छ। रमा बस्नेतहरूलाई प्रधानमन्त्री केपी ओलीले मिस पवीहरूलाई भेटे जस्तै कार्यालयमै बोलाएर बरु टिकटक बनाउनु भएको भए उहाँको जय जयकार हुन्थ्यो होला। तर अहिले ल हेर्नुहोस् त, खोटाङमा भोलिको दिनमा एमालेको एउटा सिट गुम्ने भयो भन्ने डरले अहिलेदेखि पक्राउ गरिदिन थालेपछि अब त खोटाङमा त अत्यधिक मतसहितै रमाले जितेर आउने अवस्था बनाइदिनु भयो उहाँले। यस्तो पनि हो यो डेमोक्रेसी। एकजना टिकटकरलाई बोलाएरै प्रधानमन्त्री कार्यालयमै बोलाएर हाइलाइट गर्ने, अर्को सचेत टिकटकरलाई चाहिँ लगेर थुनाभित्र हालिदिने। अहिले समाचारहरू हेरिरहनु भएको छ तपाईँहरू। रमा बस्नेत कोठामा एक्लै थिइन्, बुवा बिरामी भएर अस्पतालमा तडपिरहेका छन्। काठमाडौँमा रमाका कोही पनि आफन्त मान्छे रिलेटिभहरू छैनन्। एकातिर बाउ अस्पतालमा, अर्कोतिर घरबाट चुडेर लुछेर राति लुगा चेन्ज गर्न पनि नदिकन, एउटा महिलाको अधिकार, एउटा एक्स्ट्रा कपडा समेत बोक्न नदिकन, मानव यो देशमा ठुलै तख्तै पल्टाउन लागि रमा बस्नेतले भने जस्तो गरेर लगेर थुनेर राखेको। अनि ऊ बाटैदेखि मुर्छा फेन्ट भएको र रुँदै र कराउँदै उनी चाहिँ अत्तालिएको एउटा चाहिँ समाचारहरू अहिले आइरहेको छ होइन। सर्वोच्च अदालतको कारण देखाउ आदेशले यो प्रकरणमा राज्यका निकायहरूको कदमलाई गम्भीर रूपमा छानबिन गर्ने संकेत गरेको छ। रमाको पक्राउलाई लिएर उठेको प्रश्नहरू जस्तै अभिव्यक्ति स्वतन्त्रताको हनन, प्रहरीको कार्यशैली र साइबर कानुनको दुरुपयोगमाथि अब अदालतले जवाब खोज्नेछ। यो अदालतले रमाको व्यक्तिगत स्वतन्त्रताको विषयमा मात्र नभई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको अधिकार र सीमामाथि पनि महत्त्वपूर्ण बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। चोरलाई चोर भन्न पाइँदैन, भ्रष्टाचारीलाई भ्रष्टाचारी भन्न पाइँदैन, बलात्कारीलाई बलात्कारी भन्न पाइँदैन, दलाललाई दलाल भन्न पाइँदैन, देश बेच्नेलाई देश बेच्ने भन्न पाइँदैन। अनि भिजिट भिसामा होइन जापान पठाउने, अमेरिका पठाउने, अरू देशलाई पठाउनेलाई त्यस्तालाई मानव तस्कर भन्न पाइँदैन। यो आदेशले रमाको व्यक्तिगत स्वतन्त्रताको विषयमा मात्र नभई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको अधिकार र सीमामाथि पनि महत्त्वपूर्ण बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। रमाको पक्राउपछि सामाजिक सञ्जालमा समर्थन र विरोधका दुवै स्वरहरू चर्किएका छन्। कतिपयले उनको भिडियोमा प्रयोग भएको भाषालाई अशोभनीय भन्दै प्रहरीको कदमलाई समर्थन गरेका छन् भने धेरैले यो पक्राउलाई सरकारको आलोचनालाई दबाउने प्रयासका रूपमा लिएका छन्। अब नेपाल बोल्न नपाइने युगमा प्रवेश गरेको हो। बोल्न पाइन्छ, बोल्न नपाइने युगमा प्रवेश गरेको छैन, बोल्न पाइन्छ। सरकारको पक्षमा मात्रै बोल्न पाइन्छ, विपक्षमा पनि बोल्न पाइन्छ, तर पक्राउ पर्नुपर्छ। टिकटक जस्ता प्लेटफर्ममा खुल्ला अभिव्यक्तिको सीमा र जिम्मेवारी बारे पनि यो प्रकरणले
गम्भीर प्रश्न उब्जाएको छ। सर्वोच्चको कारण देखाउ आदेशपछि अब प्रतिवादी निकायहरूलाई रमाको पक्राउको उद्देश्य पुष्टि गर्नुपर्नेछ। यो प्रकरणको सुनवाईले न केवल रमाको भविष्य निर्धारण गर्नेछ, बल्कि नेपालमा अभिव्यक्ति स्वतन्त्रता र साइबर कानुनको कार्यान्वयनको दिशालाई पनि प्रमाणित गर्नेछ। रमाका समर्थकहरूले यो मुद्दालाई अभिव्यक्ति स्वतन्त्रताको लडाईँको रूपमा हेर्दै सर्वोच्चको अन्तिम फैसलाप्रति आशावादी रहेको बताएका छन्। दर्शकबिन्दहरू, यस सम्बन्धी तपाईँहरूको राय के छ त कृपया कमेन्ट बक्समा व्यक्त गरिदिनुहोला र यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नको लागि पनि अनुरोध गर्दछु। नमस्कार, जय देश, जय नेपाल।